के तपाईले कहिले सोच्नु भएको छ किन केही राजनीतिक दलहरू अत्यन्तै संगठित, अनुशासित र दीर्घकालीन रणनीति सहित अघि बढिरहेका हुन्छन्, जबकि केही दलहरू चुनाव जितेपछि केही समयमै कमजोर देखिन्छन्? किन केही देशहरूमा एउटै पार्टी दशकौंसम्म सत्तामा रहन सक्षम हुन्छ? यसको पछाडि एउटा महत्त्वपूर्ण संगठनात्मक प्रणाली लुकेको हुन्छ, जसलाई राजनीतिक विज्ञानमा क्याडर सिस्टम भनिन्छ। आजको भिडियोमा हामी विश्व राजनीतिमा निकै प्रभावशाली मानिने यही क्याडर प्रणालीको गहिरो विश्लेषण गर्नेछौँ। यो के हो, कुन देशहरूमा प्रयोग गरिएको छ, कहाँ छैन, यसको फाइदा र बेफाइदा के हुन् र यसले विभिन्न देशहरूको राजनीतिक कति हदसम्म परिवर्तन गर्यो भन्ने विषयमा तथ्यपरक र अनुसन्धानमूलक रूपमा चर्चा गर्नेछौँ। राजनीतिक विज्ञानमा क्याडर सिस्टम भन्नाले यस्तो संगठनात्मक संरचना बुझिन्छ जहाँ राजनीतिक दल सीमित तर अत्यन्त प्रशिक्षित, विचारधारात्मक रूपमा प्रतिबद्ध र अनुशासित कार्यकर्ताहरूको समूहद्वारा सञ्चालन हुन्छ। यी कार्यकर्तालाई क्याडर भनिन्छ। साधारण सदस्यको तुलनामा क्याडरहरूलाई विशेष प्रशिक्षण, संगठनात्मक जिम्मेवारी र नीति निर्माण प्रक्रियामा बढी अधिकार दिइन्छ। यस्तो प्रणाली विशेष गरी क्रान्तिकारी वा विचारधारात्मक रूपमा कडा राजनीतिक दलहरूमा विकसित भएको पाइन्छ। क्याडरहरूको काम केवल चुनाव जित्नु मात्र होइन, दलको विचारधारा विस्तार गर्नु, सङ्गठनलाई मजबुत बनाउनु र नेतृत्वको निर्णयलाई देशभर कार्यान्वयन गर्नु पनि हो। विश्वमा क्याडर प्रणालीको सबैभन्दा स्पष्ट उदाहरण चीनमा देखिन्छ। त्यहाँको चाइनिज कम्युनिस्ट पार्टीले राज्य प्रशासनदेखि स्थानीय सरकारसम्म आफ्ना प्रशिक्षित क्याडरहरू नियुक्त गरेर राजनीतिक संरचना सञ्चालन गर्छ। सरकारी संस्था, विश्वविद्यालय, स्थानीय प्रशासन र सार्वजनिक निकायहरूमा समेत पार्टी क्याडरहरूको प्रभाव देखिन्छ। यही प्रणालीका कारण चीनले दीर्घकालीन योजनाहरूलाई निरन्तरता दिन सकेको विश्लेषकहरू बताउँछन्। यस्तै प्रकारको संरचना कम्युनिस्ट पार्टी अफ भियतनाम र वर्कर्स पार्टी अफ कोरियामा पनि पाइन्छ, जहाँ पार्टी क्याडरहरू राज्य सञ्चालनको मुख्य आधार मानिन्छन्। तर क्याडर प्रणाली केवल एकदलीय कम्युनिस्ट देशहरूमा मात्र सीमित छैन। केही लोकतान्त्रिक देशका दलहरूले पनि यसलाई आंशिक रूपमा प्रयोग गरेका छन्। उदाहरणका लागि सिङ्गापुरमा सत्तारूढ पिपुल्स एक्सन पार्टीले आफ्नो नेतृत्व चयन प्रक्रियामा क्याडर सदस्य प्रणाली अपनाएको छ। यहाँ सबै सदस्यहरूले नेतृत्व चयनमा मतदान गर्न पाउँदैनन्, तर विशेष रूपमा चयन गरिएका क्याडर सदस्यहरूले मात्र निर्णय प्रक्रियामा भाग लिन सक्छन्। त्यस्तै साउथ अफ्रिकामा रहेको अफ्रिकन नेसनल कङ्ग्रेसले पनि सरकारका महत्त्वपूर्ण पदहरूमा पार्टी क्याडर नियुक्त गर्ने नीति अपनाएको उदाहरण पाइन्छ। तर विश्वका धेरै लोकतान्त्रिक देशमा क्याडर प्रणालीको सट्टा जनाधार आधारित राजनीतिक संरचना प्रचलित छ। उदाहरणका लागि युनाइटेड स्टेट्सका प्रमुख दलहरू डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी व्यापक सदस्यता र खुला प्रतिस्पर्धामा आधारित छन्। त्यस्तै युनाइटेड किङडमका लेबर पार्टी र कन्जर्भेटिभ पार्टी पनि जनाधारमा आधारित मास पार्टीका उदाहरण मानिन्छन्। यी दलहरूमा निर्णय प्रक्रियामा धेरै सदस्यहरूको सहभागिता हुन्छ र कडा क्याडर अनुशासन सामान्यतः पाइँदैन। क्याडर प्रणालीका केही महत्त्वपूर्ण फाइदाहरू पनि छन्। यसले राजनीतिक दलमा अनुशासन, सङ्गठनात्मक मजबुती र दीर्घकालीन रणनीति निर्माण गर्न सहयोग गर्छ। प्रशिक्षित क्याडरहरूले दलको विचारधारालाई स्पष्ट रूपमा विस्तार गर्न सक्छन् र पार्टी निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छन्। यही कारणले केही देशमा क्याडर आधारित दलहरू अत्यन्त बलियो सङ्गठनका रूपमा विकसित भएका छन्। तर यसको बेफाइदाहरू पनि कम छैनन्। निर्णय शक्ति सीमित समूहमा केन्द्रित हुँदा लोकतान्त्रिक सहभागिता कम हुन सक्छ। नेतृत्व अत्यधिक केन्द्रीकृत हुँदा अधिनायकवादी प्रवृत्तिको जोखिम पनि बढ्न सक्छ। इतिहासमा केही क्याडर आधारित प्रणालीहरू समयसँगै कठोर र परिवर्तन प्रतिरोधी बनेको उदाहरण पनि पाइन्छ। विभिन्न देशहरूमा क्याडर प्रणालीको प्रभाव फरक रूपमा देखिन्छ। चीनमा यसले दीर्घकालीन आर्थिक र राजनीतिक योजना कार्यान्वयनमा स्थिरता दिएको विश्लेषण गरिन्छ। सिङ्गापुरमा यसले नेतृत्व चयन प्रक्रियालाई व्यवस्थित बनाएको छ। तर दक्षिण अफ्रिकामा क्याडर नियुक्ति प्रणालीले प्रशासनिक दक्षता र भ्रष्टाचार सम्बन्धी बहस पनि जन्माएको छ। यसले देखाउँछ कि एउटै राजनीतिक प्रणाली विभिन्न देशहरूको सामाजिक र राजनीतिक सन्दर्भ अनुसार फरक परिणाम दिन सक्छ। अन्ततः विश्वका सबै देशहरूमा क्याडर प्रणाली प्रयोग गरिएको छैन। केही देशहरूले यसलाई सङ्गठनात्मक शक्ति र अनुशासनका लागि उपयोग गरेका छन् भने धेरै लोकतान्त्रिक देशहरूले जनसहभागिता र खुला प्रतिस्पर्धालाई प्राथमिकता दिएका छन्। आधुनिक राजनीतिमा धेरै दलहरूले यी दुई प्रणाली बीच सन्तुलन खोज्ने प्रयास गरिरहेका छन्, जहाँ सङ्गठन पनि बलियो होस् र लोकतान्त्रिक सहभागिता पनि कायम रहोस्।
अब प्रश्न उठ्छ के भविष्यको राजनीतिमा क्याडर प्रणाली अझ बलियो हुनेछ कि जनाधार आधारित लोकतान्त्रिक दलहरू नै प्रमुख रहनेछन्? तपाईको विचार के छ? कमेन्टमा अवश्य लेख्नुहोस्। यदि तपाईलाई यस्ता गहिरा राजनीतिक विश्लेषणहरू मन पर्छ भने यो भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिचेर आगामी भिडियोहरूको अपडेट पाउन नबिर्सनुहोस्। अर्को रोचक विषयका साथ फेरि भेटौँला। धन्यवाद।